गुड मर्निङ एभ्रीबडी। टिप्पणी लेख्ने बेस्ट तरिका आज म यो भिडियोमा सिकाउने छु, त्यसैले तपाईले यो भिडियोलाई अन्तसम्म हेर्नु होला। टिप्पणी भनेको के हो? कुनै पनि विषयमा आफ्नो धारणा वा राय प्रकट गर्ने कार्यलाई टिप्पणी भनिन्छ। साधारण भाषामा बुझ्दाखेरि कुनै पनि विषयमा आफ्नो मनमा लागेको कुराहरू जस्तै फाइदा बेफाइदा नफा नोक्सानलाई टिप्नुलाई नै के भनिन्छ? टिप्पणी भनिन्छ। वा कुनै पनि विषयका सन्दर्भमा लेखिने लेखनलाई टिप्पणी लेखन भनिन्छ। अब यो टिप्पणी लेखन भनेको के हो भने कुनै पनि विषयका सन्दर्भमा वा के विषयका बारेमा लेखिने लेखनलाई टिप्पणी लेखन भनिन्छ। यसलाई निबन्धको संक्षिप्त रूप पनि भन्ने गरिन्छ। यदि तपाईलाई केही पनि थाहा छैन भने तपाईले निबन्ध जस्तो हैन, सबैभन्दा पहिले परिचय, त्यसपछि बीचमा त्यसको फाइदा बेफाइदा, त्यसपछि निष्कर्ष गरेर लेख्नु होला। अनि टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरू यो हेरिसकेपछि तपाईले कुनै पनि प्रकारको टिप्पणी लेख्न सक्नुहुन्छ। टिप्पणी लेखन गर्दा सुरुमा शीर्षक राख्ने हैन। यदि तपाईले टिप्पणी लेख्नुहुन्छ भने यो तपाईले सुरुमा शीर्षक राख्नुपर्छ। जस्तै म यहाँ लेखेको छु, नेपालको कृषि प्रणालीमा सुधारको आवश्यकता। शीर्षकमा 150 शब्दसम्मको टिप्पणी लेख्नुहोस्। तपाईको एक्जाममा यस्तो आउँछ हैन, वा के तपाईको प्रतिवेदन आउँछ वा के टिप्पणी आउँछ। यो टिप्पणी भनेको एकदम सजिलो हुन्छ, प्रतिवेदन भन्दा पनि सजिलो टिप्पणी हुन्छ। सबैभन्दा पहिले तपाईले शीर्षक लेख्नु होला, यहाँदेखि लिएर हैन यहाँसम्मको शीर्षक हो त्यो तपाईले यहाँ लेख्नु होला हैन। अनि त्यसपछि टिप्पणी परीक्षाको दृष्टिकोणले 3 अनुच्छेदमा लेख्ने। टिप्पणी परीक्षाको दृष्टिकोणले 3 अनुच्छेदमा लेख्नु होला। अनि प्रथम अनुच्छेदमा विषयको परिचय हैन, परीक्षाको दृष्टिकोणले 3 अनुच्छेदमा लेख्नु होला। अनि पहिलो अनुच्छेदमा विषयको परिचय, अनि द्वितीय अनुच्छेद या कि दोस्रो अनुच्छेदमा विषयको यथार्थ विश्लेषण गर्नुस्। अनि तपाईको मनमा लागेको कुराहरू र तपाईलाई कति थाहा छ त्यसको बारेमा, कुनै पनि विषयको बारेमा तपाईलाई कति थाहा छ त्यो सबै लेख्नुलाई हैन, सबै लेख्नु यसमा। त्यो त्यसको फाइदा बेफाइदा नफा नोक्सान हैन, त्यसले के प्रभाव पार्छ के प्रभाव पार्दैन, तपाईलाई अरु मान्छेलाई के फाइदा गर्छ हैन, त्यो सबै कुराहरू तपाईले यसमा सेकेन्डमा लेख्नु होला। अनि तृतीय अनुच्छेदमा निष्कर्षको रूपमा यो निष्कर्ष लेख्नु होला। तृतीय अनुच्छेदमा भन्दैछ निष्कर्षको रूपमा माथिको कुराको सार वा संक्षेप लेख्ने। कि तपाईले बीचमा जुन लेख्नुहुन्छ त्यसलाई एकदम सबैभन्दा सर्टकट गरेर यहाँ लेख्नु होला, या कि आफ्नो मनमा लागेको कुराहरू यसमा पनि लेख्दा हुन्छ यो निष्कर्षमा। तर तपाईले जति लेख्नुहुन्छ नि त्यसको तपाईले समेटेर एउटामा थोरैमा यो निष्कर्षमा लेख्नु होला, र एकदम सजिलो भाषामा र थोरैमा हैन। अनि त्यसपछि समस्या पत्ता लगाउने। समस्या पत्ता लगाउने भनेको यहाँ तपाईलाई दिएको छ नेपालको कृषि प्रणालीमा सुधारको आवश्यकता। यसको समस्या के छ हैन, नेपालको कृषि प्रणालीमा सुधारको आवश्यकता भनेको समस्या के छ, नेपालको कृषि प्रणालीमा के समस्या छ, अहिले हाम्रो के समस्या छ त्यो तपाईहरुले यहाँ पत्ता लगाउने। सबैभन्दा पहिले के गर्ने भनेको समस्या पत्ता लगाउने हैन। अनि परिचय लेखिसकेपछि तपाईले समस्या पत्ता लगाउने, समस्या लेख्ने, त्यसको समाधानको उपायहरू लेख्ने। अनि समस्याको मूल कारण र समस्याको उपाय पत्ता लगाउने, त्यसको मूल कारण र त्यसको उपाय पत्ता लगाउने। अनि 5मा छ विभिन्न विकल्प दिने र उपयुक्त विकल्पको राय दिने। विभिन्न विकल्पहरू लेख्ने, तर सबैभन्दा राम्रो विकल्प कुन हो र त्यसको बारेमा थोरै हैन तपाईले आफ्नो मनमा लागेको कुराहरू थोरै बढाएर लेख्नु होला यसमा। टिप्पणी वस्तुपरक शैलीमा लेख्ने। यो वस्तुपरक शैली भनेको यथार्थ कुरा लेख्ने हैन। अब यहाँ तपाईलाई दिएको छ 2 नम्बरमा हैन, नेपालमा इन्धनको समस्या। यसमा यथार्थ कुरा लेख्ने, के समस्या छ तपाईलाई आफ्नो मनमा लागेको कुराहरू त्यो नलेख्ने हो। यसमा के समस्या छ तपाईलाई के थाहा छ त्यसको बारेमा, के तपाईले समस्या भोग्नुहुन्छ, यो नेपालमा इन्धनको समस्या के भोग्नुहुन्छ, कस्तो समस्याहरू तपाईले भोग्नुहुन्छ त्यो लेख्नु होला। यो वस्तुपरक शैली भनेको यथार्थ कुरा लेख्ने, जुन साइन्टिफिक प्रुफ छ त्यो पनि लेख्ने र जुन यथार्थ हो त्यही लेख्ने। अनि टिप्पणी बुदामा लेख्नु हुँदैन, यो तपाईले बुदामा नलेख्नु होला। यो 3वटा प्याराग्राफमा वा कि 4वटा प्याराग्राफमा अब जति तपाईहरुलाई हुन्छ त्यति लेख्नु होला। अब कसरी लेख्ने म त्यो सिकाउने छु हैन। सबैभन्दा पहिले म एउटा जस्तै रोजगारमूलक शिक्षाको खाँचो हैन, नेपालमा रोजगारमूलक शिक्षाको खाँचो छ हो। यसको तपाईले रोजगारमूलक शिक्षाको खाँचो म यसको बारेमा तपाईलाई थोरै बताउँदै छु।
इक्जाममा आयो भने सबैभन्दा पहिले तपाईले यहाँदेखि लिएर हैन यो इन्भर्टेड कमामा जुन अन्दर छ यो तपाईले शीर्षक बनाउनु होला। यसलाई शीर्षकको रूपमा यहाँ लेख्नु होला। सबैभन्दा पहिले तपाईले यहाँ शीर्षक बनाएर माथि लेख्नु होला। अनि यसलाई इन्भर्टेड कमा बन्द गर्नु पर्दैन किनभने यहाँ शीर्षक छ, शीर्षकमा इन्भर्टेड कमा दिनु पर्दैन। अनि त्यसपछि परिचय लेख्ने, यो रोजगारमूलक शिक्षा हो के हैन, यसलाई टेक्निकल एजुकेसन पनि भनिन्छ वा के प्राविधिक शिक्षा पनि भनिन्छ। यो त्यो तपाईले याद राख्नु होला। अनि त्यसको परिचय दिने हैन। परिचय लेखिसकेपछि यसको अब फाइदा हैन, अनि यसको फाइदा के हो हैन, अनि अब यसको फाइदा के हो हैन त्यो लेख्नु होला। र अर्को अनुच्छेदमा हैन यसको बेफाइदा, अब बेफाइदा लेख्नु होला। अर्को अनुच्छेदमा बेफाइदा, अब यसको बेफाइदाहरु के छ। अनि अब चौथो अनुच्छेदमा यसको निष्कर्ष लेख्नु होला। निष्कर्षमा यो तपाईले निष्कर्षमा यो जुन लेख्नुहुन्छ यहाँ फाइदा हैन, अब यो फाइदा बेफाइदा अनि यो तपाईले माथि लेखेको कुराहरु जुन हुन्छ तपाईले मेरो विचारमा लास्टमा तपाईले निष्कर्षमा लेख्नु होला। अनि त्यसपछि इन्भर्टेड कमा जस्तै यहाँ हैन लास्टमा तपाईले निष्कर्षमा लेख्दा पनि हुन्छ। जस्तै निष्कर्षमा लेख्दिनुस् हैन, त्यसपछि कमा दिनुस्। त्यसपछि यो जुन फाइदा बेफाइदा छ नि हो यसलाई सर्टकटमा तपाईले थोरै हैन थोरै करिब 3-4 लाइन लेख्नु होला।